साथीहरु आज चाहिँ म आलु पराठा बनाउँदैछु। आलु पराठाको लागि भित्र किमाको लागि चाहिँ किमा बनाउँदैछु। प्याज, उसिनेको आलु, हरियो धनिया, हरियो खुर्सानी, हरियो प्याजको पत्ता हालेर मसला बनाउँदैछु। हजुरहरु चाहिँ भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। कस्तो लाग्छ हजुरहरु पनि बनाएर खान चाहनुहुन्छ भने यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। हेर्दै जानु होला म कसरी बनाउँछु। आजको लागि चाहिँ कहिलेकाहीँ सधैँको लागि हैन, कहिलेकाहीँ टेस्ट चाहिँ कस्तो छ त? मिठो मिठो मिठो। आवर सेफ, माइली सेफ, भेरी गुड।